हिरोको प्लेन काठमाडौँमा अवतरण भइसकेको छ। जिक्कु आज एक्साइटेड, नर्भस र हल्का मन भारी पनि बनाइरहेको छ। आखिर किन यस्तो हुँदैछ भ्लगको अन्तिममा भन्ने नै छु। भिडियो अन्तिमसम्म नछुटाउनु होला है त। हेलो एन्ड नमस्ते एभ्रीवन, इट्स मी टम। वेलकम ब्याक टु माई मिनी भ्लग 36। आजको मेरो मिनी भ्लगको गेस्टमा हुनुहुन्छ रोडदेखि करोडसम्म, गाउँदेखि शहरसम्म जटाटटै चर्चा बटुल्नु भएका महान दुखी प्रेमी अल द वे फ्रम खासैगञ्ज एके चकलेटी बोय मिस्टर हिम्मत घरती मगरलाई स्वागत गर्न चाहन्छु। सुरुमा त हामी जाँदैछौँ हस्पिटल केका लागि जाँदैछौँ भन्ने कुरा जान्नको लागि मेरो भिडियोलाई एक लाइक हान्दिनु होला। यो केटो फेरि अलिकति नक्कली पनि छ है। केटीहरूलाई इम्प्रेस पार्नको लागि यसरी आँखा पनि झिम्क्याउन जान्नु पर्छ बाबु भनेर मलाई गफ लाउँदैछ। यो कुरा कतिको सत्य तथ्य छ छानबिन गर्ने जिम्मा तपाईहरुको। त्यतिकैमा जिक्कुको जुत्ता टल्काउनलाई जुत्ता पोलिस गर्ने ठाउँमा गयो। यति भएपछि गर्लफ्रेन्ड पक्कै भगाउँछ। गर्लफ्रेन्ड भगाउने कुरा त गरिहाले, तर अहिले आएर दुधे बालक जस्तै दुध खान पो थाल्यो। तर दुध खानुको पनि कारण छ, म एकैछिनपछि बताउने छु। सुरुमा मैले भनेको थिएँ हस्पिटल जाँदैछौ भनेर। हामी आइपुग्यौ भक्तपुरमा रहेको कोरियन मैत्री हस्पिटल। कोरियन मैत्री हस्पिटलमै किन, के साथी कोरिया जाँदैछ या त साथी बिरामी छ भन्ने कुरा जानकारी लिनलाई एकैछिन पर्खिनु होला है त। सुरुमा त हामी काउन्टरमा गएर बिल काट्यौं। बिल काटिसकेपछि एउटा फर्म फिलअप गर्नुपर्ने रहेछ र साथी लाग्यो फर्म भर्नलाई। फर्म फिलअप गरिसकेपछि युरिन टेस्ट र ब्लड टेस्ट दिनको लागि बस्नु पर्यो लाइनमा। ब्लड टेस्ट गर्नलाई ब्लड पनि निकालिदियो। अब पालो युरिन टेस्टको। युरिन निकालेपछि ब्याक हुनुको कारण चाहिँ फस्नल नलाई बाहिर निस्केछ। त्यसपछि बाँकी रह्यो छातीको एक्सरे। अब बाँकी रह्यो ऊ हस्पिटल आउनुको मेन रिजन। यस्तो छ साथीहरु, अहिले नै सबै कुरा खोल्दिन चाहेन मैले। कसैको प्राइभेसी माथि खेलवाड गर्ने मेरो अधिकारको कुरा पनि होइन, किनकि सबैको प्राइभेसी भन्ने कुरा हुन्छ। तर यति कुराको जानकारी गराउन चाहन्छु कि विदेश जान्छु भनेर काठमाडौँ पनि आएको होइन, बिरामी परेर हस्पिटल पनि आएको होइन। विदेशको लागि प्रोसेस गरेको पनि 1 वर्ष भयो। 1 वर्षसम्म भोटेले धोका दिएपछि उसलाई फेरि रिमेडिकल गर्न बाध्य बनाइदियो। अब कुन ठाउँ जान लाग्यो भनेर जान्न चाहनुहुन्छ भने मलाई फलो गर्दै गर्नुहोला। समय आएपछि म बताउने नै छु। सी यू नेक्स्ट भिडियो। ओके, बाई बाई।